हेर्नुहोस् त फाइनली म आइपुगेँ। धन्य यत्रो बढिया भएछ। हाम्रो अर्को डन हुनुहुन्छ यहाँ। डन देख्नु भएको छैन तपाईँहरूले। ल हेर्नुहोस् त कुखुरा मरेको ल्याउनुहोस् यहाँ। यसरी यत्रो बढिया भइसक्यो कुखुरा मरेछ। आज च्यापिएर मरेछ। कस्तो रातो भयो देख्दै हेर्नु त डर लाग्दो। अनि यहाँ हेर्नु यहाँ अर्को नि मर्लाइरहेको छ। यहाँ देख्नुहुन्छ यहाँनिर छोरा हेर कुखुरी मरेछ। ए त्यहाँ अर्को नि मर्लाइरहेछ। के गर्ने अब? ए ल गाइज हेर्नुहोस् यहाँ कुखुरा मर्यो आज पनि। ल हेर्नुहोस् यहाँ मम्मी आउनुभयो यहाँ। के अरे मऱ्यो मरिरहेछ। यहाँ अर्को मर्लाइरहेछ। यो कुखुरा पाल्नु पनि ठिक छैन है म। ल होस् आउनु यहाँ डिएप ल हेर्न हौ यहाँ बुढी आउँदैछ। यहाँ हेर्न कस्तो अचम्म रातो भयो हेर दे। छोरीलाई नल्याउ अलि पर्दो। कस्तो रातो भयो है। गाई चाहिँ कस्तो रातो भएको छ। अर्को मर्लाइरहेको थियो हेर त्यहाँ। ल यसलाई गाड्दिउँ अब फेरि। गाइज कुखुरा मरेछ। जहिले पनि तातो पानी खान दिन्थेँ अनि आज पनि मरेछ कि ठडै गएछ नि चेपेर मऱ्यो के भयो। मैले यहाँनिर हेर्न पानी तताएको छु यहाँ खानदिनालाई। यहाँ हेर्नु त यहाँ तातो पानी तताएको छु। ल अब दिन्छु है। हेर्नुहोस् न यही औषधि खानिदियो यही औषधि खानिदिएर हो के हो। ल हेर्नुहोस् यति पानीमा सो अब एक बिर्को हालेर दियो। अनि यहाँनिर एउटा पातलो औषधि छ यो। ल हेर्नुहोस् यो अब म यो हाल्छु है त। हेर्नुहोस् मैले पानी हालेँ औषधि नि हालेँ। अब दिँदैछु। यहाँ छोरो पनि आइपुग्यो खान। बाबु औषधि हालेँ कुखुरा मरिगयो तारा। ल गाइज मैले टेन्सन हुन्छ लिएर आइसकेँ। यहाँ टेन्सन हुन्छ तातो पानीमा औषधि हालेर ल्याएको छु। अनि औषधि खुवाउँदा नि मरिरहेको छु कि यहाँ टेन्सन हुन्छ। तपाईँहरूको घरमा के भइरहेछ? चल्ला पाल्नु भएको छैन? थिचेर ल तातो पानी हाल्दैछ। हजुर हो कुन चाहिँ जाम भयो छोरो? हो खोइ खोला त। ल पख म खोल्छु। दिएकै हो दाना दिएकै हो तै पनि मर्छ के भएको हो। यहाँ दाना छ यहाँ टेन्सन हुन्छ। मसिन दाना ल खाँदैछ यी। हेर्नुहोस् हाम्रो अर्को डन हुनुहुन्छ यहाँ। डन देख्नु भएको छैन तपाईँहरूले। ल हेर्नुहोस् त मेरो भाले देखाउनु जाँदैछ। ल हेर्नु ल हेर्नुहोस् आउनुहोस् महाराज धिराज। ल हेर्नुहोस् यो चाहिँ हाम्रो महाराज धिराज हो। ल हेर्नुहोस् त आज म चाहिँ कहाँ जाँदैछु भने धेरै दिन भयो म बारीमा नगएको। गाजर लाथेँ पानी पर्यो पानीले चुट्यो वा असिनाले ढुटो बनाए केही पनि थाहा छैन। सो अब म माथि बारीमा जाँदैछु वहाँ माथि जहाँ चाहिँ मेरो गाजर छ। के भयो गाजर र धनियाँ हेरौँ है त। सो हेर्नुहोस् त फाइनली म आइपुगेँ। धनियाँ यत्रो बढिया भएछ। यहाँ टेन्सन हुन्छ यत्रो बढिया भएछ। ल गाजर माथिको गाजर हो ठुल्ठुलो भएछ। फेरि झार आएछ अस्ति भर्खर झार गोडेको अलि माथि गएर देखाउँछ है। गाइज हेर्नुहोस् त गाजर मेरो बारी गाजर बारी। ल हेर्नुहोस् यस्तो भएछ। हेर्नु त यत्रो बढिया भएछ। ल हेर्नुहोस् ल गाजर ठुलो भइसकेछ। अब चाहिँ म फर्किन्छु। यहाँ हिलो छ। ओहो लड्ला छ छोरो यहाँ कराइरहेछ। ल हिँड छोरो हिँड हिँड न हिँड हिँड न। ल हिँड छोरो ल हिँड अब जाने आमा। सो गाजर हेरियो भाग्यो छोरो आऊ। मेरो गाजर बारी देखाएँ माथिल्लो बारी। तपाईँलाई कस्तो लाग्यो? सो यदि धनियाँ गाजर लाउनु भएको छ भने तपाईँ कस्तो भएको छ कमेन्ट गर्नु होला। गाउँमा यस्तै खेती गरिन्छ। हिजो राति पानी परेको थियो हेर्नु यस्तो हिलो छ हरियाली छ मेरो गाउँमा। सो हामी चाहिँ माथि बारी गएर आएको आज। एकदमै आज नि पानी पर्ला छ। सो टेन्सन हुन्छ। सो गाइज फाइनली घर आइपुगेँ अनि कुखुरालाई गाडिदिएँ। यहाँ हेर्नु न मेरो भाले यहाँ छ। यसलाई खोजिरह नदिए उहाँ पछाडि गएर लुकेछ। सो यहाँ टेन्सन हुन्छ चल्लाहरूलाई घाम लागेर आनन्दले खेलेर बसिरहनुलाई अनि सो हेर्नुहोस् त हिजो राति पानी परेर यहाँ बाटो हिलो छ। सो टेन्सन हुन्छ यताबाट हिँड्न नसक्ने छ। अनि हाम्रो बाउ छोरी चाहिँ पसल लाग्दैछौँ। छोरीले तुम्मी बोकेर छोरीलाई अलिकति सन्चो पनि छैन। उसलाई अलिकति क्यार भइरहेछ। हेलो ल गाइज अब चाहिँ पसल धान्ला। यदि तपाईँहरूलाई मेरो पसल हेर्नु मन छ भने कमेन्ट गर्नु होला। म पसल देखाउने छु। आज चाहिँ बुद्ध जयन्ती हो। सबैलाई बुद्ध जयन्ती बुद्ध भगवानको जन्मदिनको शुभकामना। अनि आज रोडमा कोही पनि छैनन् त्यति गाडी पनि गुड्या छैन। अनि आज सरकारी बिदा नि छ। सो हामी लाग्दैछौँ पसलतर्फ।